सर्वप्रथम सबैलाई नमस्कार। हन गाँठे के हो यो जनवरी महिनामा त सब मान्छे पिकनिक खानु निस्किन्छन् न के हो। आज हामी यहाँ पिकनिक खानु आएका थियौँ, हेर्नुहोस् न गाइस कति थुप्रो मान्छे हो यहाँनिर त आज पिकनिक खानको लागि आएका। यहाँ देख्न सक्नुहुन्छ पुरा बहुत मान्छे छन्। यहाँ फुर्ती हुन्छ जस्तो लाग्दैछ। अब जाउँ हामीहरू पनि भर्खर आइपुगेको, हेर्नुपर्छ कस्तो लाग्छ। अब हामी जानु चाहिँ निस्केको, अब जाँदैछौँ। तल जग्गा साह्रै पाइन्छ जस्तो त लागेको छैन, हेर्नुपर्छ राम्रो एउटा जग्गा हेरेर त्यहीँनिर। अब बेसी यताउति नघुमिकन यही जग्गा नै राम्रो लाग्यो, हामी यहाँनिर बसेको है गाइस। यतातिर हेर्नु सक्नुहुन्छ दुई साइडै मान्छे मान्छे, हामीहरू बिचमा छौँ। नजारा हेर्नुहोस् न, यो जग्गाको नजारा के राम्रो जग्गा छ नि। हजुरहरू पनि यहाँनिर आउनु सक्नुहुन्छ। साह्रै नै राम्रो, साह्रै नै फुर्ती लाग्दो रहेछ यार यो जग्गामा आएर त। भ्यू हेरी तपाईँ इन्जोय गर्नु सक्नुहुन्छ। के दामी भ्यू छ नि, अझै तपाईँ छेउमा आएर हेर्नु सक्नुहुन्छ यहाँनिर आएर। अनि मैले यहाँ आएर एउटा वस्तु देखेँ, यो टावरको खुट्टी चाहिँ यत्रो ठुलो पहाडको माथि कसरी लगायो होला। 2 मिनट चाहिँ मैले सोचेँ है। अब बेसी सोचिर हुँदैन भनेर आफ्नो काममा लाग्यो होइन। यतातिरै दाउरा साउरा काटेर सेकुवा बनाउनुको लागि हामीहरू रेडी। अब त्यो सेकुवा बनाउनुको लागि जति लिएको सब्जीहरू यहाँ दुई पखाली गर्दैछन् हामीहरूको बुइ। यो नजारा त जति नै हेरे पनि कहिले अगाइँदैन होला। यस्तो नै राम्रो लाग्छ नि त मलाई। सब आफ्नो आफ्नो धुनमा छन् है। अब हामी पनि जल्दी जल्दी गएर बनाउनु पर्छ। सबले खाइसकेका छन् होइन। हामीहरू पनि यहाँनिर अब नजारा हेर्दै हेर्दै बनाउन अब रेडी भएको, हामीहरू रेडी गर्दैछौँ। यो बाँसहरू चाहिँ मैले अघि नै काटेको थिएँ, देख्नै भएको थियो होला। अब यो बाँसमा हामीहरू सुँगुरको मासुलाई मजाले उनेर यहीँ बुनु र म अब लागेको छौँ यहाँनिर मासु उन्नुको लागि। अनि यतातिर हेर्न सक्नुहुन्छ के राम्रो उता डान्स दिइरहेछन् है। यता चाहिँ आफ्नै धुनमा फुर्ती लाग्दो रहेछ हौ, साह्रै नै राम्रो लाग्दो रहेछ हौ यसरी बाहिर गएर कोही कोही बेला पिकनिकहरू खानुको लागि होइन। अनि यतातिर हामीहरू दाजुभाइ बसेर मासु पोल्नु थाल्यो। सेकुवा अब बनिन्छ यहाँनिर मजाले सेकुवा होइन। सेकुवा हामीहरूको तयार भइसकेको छ। यहाँनिर अब काटकुट गरेर यसलाई निमक खोर्सानी चाहिँ मलेर यसको टेस्ट अलग्गै बनिन्छ। हेर गाँठे नि, मलाई अघिदेखि भनेको 2 मिनट भइसक्यो मलाई फोटो मारिदेऊ भनेको, मेरो फोटै मार्दैन, खालि पोसै मात्रै दिन्छु यार। मेरो बेइज्जत छैन। फोटो त म अरू दिन पनि मार्नु सक्छु, बट यहाँको यो भ्यू हेरेर मलाई साह्रै नै राम्रो लाग्दैछ। धेरै नै खुसी छु। यहाँको पानी हेर्नु सक्नुहुन्छ कस्तो क्लिन एन्ड क्लियर छ नि। यस्तो दामी पानी भयो, चङचङ एकदम राम्रो छ है पानी। फाइनली हामीहरूको यहाँनिर खाना रेडी भइसकेको छ। हामी यहाँ बस्यौँ, अब दाजु बहिनी हामीहरू 4 जना बस्यौँ। यो तपाईँहरू गलत नसोच्नु होला, यो हामीहरू जस्ट